आज अफिसको कामले गर्दाखेरि म यता अफिसतिर आएको छु। तपाईँ देख्न सक्नुहुनेछ यहाँ म चाहिँ अहिले भुइँतलामा छु। मेरो सानोतिनो हिसाबहरू गडबडी भएको कारणले म अफिसतिर आएको छु हिसाब सुझाउनको लागि। किनकि मैले गरेको पारिश्रमिक धेरै पैसा कटौती भएको कारणले म आज अफिसतिर आएको छु। आज मेरो काम छैन, घुमघाम गर्दै यो फुलहरू हेर्दै बसिरहेको छु। असाध्यै राम्रो फुलहरू छ यो पार्किङ। साथीहरू देख्न सक्नुहुनेछ यो पार्किङ क्षेत्रमा यति राम्रो फुलहरू छ। सबै पार्किङ हो। यो चाहिँ भुइँतलामा हो। यतातिर गाडी पार्किङहरू छ भने यतातिर राम्रो राम्रो फुलहरू छ। फाइनली साथीहरू मैले अफिसमा एचआरमा गएर पनि मेरो आफ्नो समस्या राखिसकेँ, तर मेरो समस्याको समाधान भएन भन्नुपर्छ। यो टाइटन फुड्स सेक्युरिटी सर्भिसको अफिस हो, तर यहाँ अहिले हर्कुलर सेक्युरिटी सर्भिसको चाहिँ बोर्ड टाँसिसकेको छ। हामी चाहिँ टाइटन फुड्स सेक्युरिटी गार्डमा आएको। यो कम्पनी अहिले ब्ल्याक लिस्टमा छ। यो टाइटन फुड्स देख्न सक्नुहुनेछ यो टाइटन फुड्स गाडी भनेदेखि म चाहिँ अफिसमा छु। यहाँ अफिस माथि 2 तला माथि छ यो अफिस। म चाहिँ यहाँनिर काम बनेन, मलाई साइडमा लगिदिए भन्दा पनि लग्दैन ड्युटी गर्ने ठाउँमा। म त्यतिकै यहाँ टोलाएर भिडियो बनाउँदै बसिरहेको छु। यस्तै छ साथीहरू, के गर्नु, परदेशको बसाइ। यसो भन्दै अब तपाईँहरूको माझबाट छुट्न चाहन्छु। बाई बाई।